दर्शक वृन्द, रोल्पाको तेबाङमा एउटा यस्तो मन्दिर छ जुन मन्दिरमा तपाईँ दर्शन गर्न जानुभयो भने तपाईँले जे माग्नुहुन्छ त्यो अवश्य पूरा हुन्छ। नमस्ते, म गण बहादुर। यति बेला म रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर 7 को तेबाङको खोरबाङ भन्ने ठाउँबाट हजुरको माझमा उपस्थित भएको छु। दर्शकबिन, तपाईँले मेरो ब्याकग्राउन्डमा एउटा मन्दिर देखिराख्नु भएको छ। यो मन्दिर यही कहीँ 75 वर्षीय बुवा आइतराम थापाले एकल लगानीमा बनाउनु भएको मन्दिर हो र तपाईँ यो मन्दिरमा आएर दर्शन गर्नुभयो र तपाईँले केही न केही आफ्नो मनले माग्नुभयो भने त्यो अवश्य पूरा हुने बुवाले बताउनु भएको छ र बुवालाई पनि सोही अनुरूप पुग्दै आएको छ। दर्शकबिन, बुवाले गरेको यो पुण्य कर्ममा तपाईँ पनि साक्षी बन्न चाहनुहुन्छ भने यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्दै अब म बुवासँग थोरै कुराकानी गर्नतर्फ लाग्छु। बुवा नमस्ते। नमस्ते बा। हजुरको नाम भनिदिनुहोस्। नम्बर आइता बहादुर थापा। आइता बहादुर थापा। अनि तपाईँको घर नि? घर यही हो त नि। ए, तेबाङमा पर्छ। तेबाङको यही तेबाङ हो र खोरबाङ। खोरबाङ। अनि यो मन्दिर हजुरले मन्दिर बनाउनु भएको रहेछ, के मन्दिर हो बुवा यो? ओ शिवजीको। शिवजी। शिवजीको काठमाडौँ गौरीघाटका शिवजीको आएका हुनाले तिनको हाम्रो लिस्नेका शिवजी, काठमाडौँ गौरीघाटका शिवजीलाई आएको हुनाले यिनलाई मैले ठगना पारेर मन्दिर बनाएर ठगना पारेर मैले राखेँ। मेरो चिन हो। अनि यसको पुजारी पनि हजुर आफै हो? पुजारी नि मै हम। पुजारी नि मै, कुलको धामी नि मै हम। कुलको धामी अब थालधामी, कुलको धामी थालधामी यो शिवजीको पुजारी मै हम। हजुर त 75 वर्षको उमेरमा पनि धर्म कर्मप्रति उत्तिकै विश्वास गरिराख्नु भएको छ। यो मन्दिर बनाउनु पर्छ, शिवजीको मन्दिर बनाउनु पर्छ, मूर्ति ल्याउनु पर्छ भन्ने कसरी आयो तपाईँलाई? खै त उनले रुचाए गेर, उनले रुचाए आए। मैले चौधौँ बोल्नु मैले कामेँ। मैले मूर्ति पाएँ हट मैले राखेँ हट चिठी गर्दाखेरि मैले मन्दिर बनाएर यिनले मैले ठगाने। यो मूर्तिहरू छ नि बुवा, हजुर, कहाँबाट ल्याउनु भयो तपाईँले? यो मैले अब यही मेरो घरै आए, काठमाडौँको मेरो घरकै ड्युटी आए। ए, देवता हजुर घरै आए? घरै आए। हाम्रो लिस्नीको रोल्पा तेबाङ लिस्नीको शिवजी मैले यहीँबाट माथि लिस्नी पुगेर शिलाले लिएर शिवजी भने हामी मिलेरै बस्छौँ मन्दिरमा भनेको हुनाले मैले राखेको छु सँगै। भने पछाडि काठमाडौँबाट पनि देवता यतै आएर बस्नुभयो? यहीँ आए। अब भनेर अब खै देखेर अब यही हो त भन्ने कुरा होइन। चौधौँ बौधो कामेर उनी बदास हुनेर पुरुष भन्ने तिनी अब आए। अब काठमाडौँको गौरीघाटका भन्छन् सबै आएछु भन्छन्, हेर्नुहोस् सबै आएछु म भनेर भन्छन्, हेर्नुहोस्। अनि यो देवताको चक्करमा तपाईँ कुन कुन ठाउँ कुन कुन जिल्ला धाउनु भयो बुवा? यिनको चक्करमा मैले